गाइज गुड मर्निङ के छ हालखबर सन्चै हुनुहुन्छ म नि सन्चै छु गाइज गाइज अब आज चाहिँ हामी खेत जाँदैछौँ किनकि आज धान कटाइरहेछ अनि त्यही हेर्दा जान्छौँ के कस्तो छ भनेर अब त्यही निस्कन्छ। ल गाइज हामीहरू आइसक्यौँ यता आफ्नो जमिनमा। सो यो चाहिँ हाम्रो जमिन हो। अनि अर्को गाइज यो हाम्रो धान कटाइसकेछ। अब यहाँबाट चाहिँ निकाल्ने एउटा मसिन आउँछ, के भन्छ मलाई नि थाहा भएन, मिल टाइपमा हुन्छ। अनि त्यहाँबाट चाहिँ त्यो धान चाहिँ निकाल्ने हो। यो सानो सानो गेहुँहरू टाइपमा हुन्छ। यो सानो सानो यो त्यहाँ राखेर निकालिन्छ। यसको वेट गरेर चाहिँ कतिखेर आउँछ हेरौँ। सो गाइज फाइनली आइसक्यो, यो हो मसिन। यसमा त्यो राख्ने हो, यो यहाँबाट यो भित्र राख्ने हो उतातिरबाट, अनि यहाँबाट चाहिँ घिउ निस्क्ने। सबजनाले यहाँ तल राखिरहेको छ। एकर के काम भेलै नीचा रखे के ओले भी छापे के ए मतलब नीचा नगिरु कुछो कहके भन्दा चाहिँ यो राख्छन् सो द्याट त्यहाँबाट जति पनि हाम्रो घिउ चावल भन्छ नि त्यो चाहिँ यहीँ नझरोस् भनेर भुइँमा, अनि त्यही राखिरहेको छु। फाइनली हाम्रो सब धान निस्किसकेको छ। यति रहेछ धान।